15 गते 2082 साल एकादशी का दिन बद्रीनाथ दर्शन गरयौ भक्ति भावले कति सुंदर मंदिर आनंदी मनले प्रसन्न भावले प्रकृति को अनुमप सौंदर्य को खानी बिकता भए पनि पुग्यो त्यहाँ हामी बाटो अप्ठ्यारो उकाली सोध्दै बुझ्दै जानी नजानी आजको दिन रमाइलो मानी ढुङ्गे धारा कलकल बगिरहेको पानी पारिवारिक पिकनिक भयो रमाइलो मानी खाना बोकी लगेको भाडा कुडा उतै माझ्न भ्याएको सफा गर्न पाएको काम गर्न पाएको सबैले रमाइलो मानेको कोही बसेको कोही खाइरहेको कति रमाइलो हे खुसीले गाएको स्याउ ज्याउ लागिरहेको आजको रमाइलो दिनको सम्झना आइरहेको आमा दाजु सबैजना मन्दिरमा बद्रीनाथको दर्शन पाएको दर्शन गर्न पाएको पिकनिक खाएको रमाइलो गरेको हो रमाइलो भएको बालाजु आएको 22 धारा घुमेको खिच मेरो फोटो खिच मेरो फोटो धारा हेर्दै फोटो खिचाएको आमाहरू धारा हेर्दै 22 धारा घुम्दै बालगोपालको मन्दिरमा भजन गाउँदै ताली बजाउँदै भजन गाउँदै रमाइलो गर्दै हामी घर फर्केको